यो नेपालगञ्ज खजुरा सडक खण्ड, यसलाई नेपालगञ्ज गुलेरिया सडक खण्ड पनि भनिन्छ। यो हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्डमा यो बेडारी पुल, जहाँ वर्षेनी बाढीका कारण यो पुलको वारिपारी सडकमाथि नै पानी जम्ने गर्थ्यो र हिँडुलमा निकै समस्या पर्ने गर्थ्यो। अब भने यो पुल निर्माण हुने भएको छ। यहाँ ठूलो पुल निर्माण हुनेछ र जनताहरूले शास्ति भोग्नुपर्ने छैन भन्ने हामीले अपेक्षा लिएका छौं। विशेष गरी यो हिजोबाट यो डाइभर्सनको लागि चाहिँ यो कार्य भइरहेको छ। यहाँहरूले हेर्न सक्नुहुनेछ, छेउछाउका रुखहरू काटेर यो बाटोहरू यो सम्माउने डाइभर्सन खुलाउने काम चाहिँ भइरहेको छ। निर्माण कम्पनीका अनुसार 3 महिनाभित्र यो निर्माण कार्य सम्पन्न गर्ने जानकारी प्राप्त भएको छ। यो उहाँहरूको भनाइ अनुसार निर्माण सम्पन्न भएमा यहाँका जनताले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।